अथवा कोही नाति नातिना पनि होलान्, जेनजीको नाममा जो शिकार भए, जो वास्तवमै नेपालको युवा पुस्ताको प्रतिनिधित्व गर्ने गरी सडकमा आएका थिए, अथवा नेपालमा विदेशीले स्थापित गरेका साम्राज्यवादी भाडाका टट्टुहरूले देशलाई जसरी बर्बाद पारे, लुटे, डकैती गरे, त्यसलाई सहन नसकेर, पचाउन नसकेर यो अवस्थामा परिवर्तन होस् भन्ने चाहनाका साथ जसरी सडकमा आएका थिए, उनलाई पर्दा पछाडिबाट अर्को साम्राज्यवादको अर्को गिरोहले कत्लेआम गर्यो। मैले पनि त्यहीले जुन साम्राज्यवादले अथवा चाहिँ जुन एनजिओ आइएनजिओको सञ्जालले दलहरूलाई नेपालमा अपराध गराउन यत्रो लामो समय प्रयोग गर्यो, त्यही गिरोहले, त्यही शक्ति केन्द्रले पर्दा पछाडि 23 गतेपछि कत्लेआम गर्यो र त्यसको निशाना तपाईहरू बन्नुभयो। तपाईहरू किन बन्नुभयो? म तपाईहरू जो निर्दोष मान्छेहरू, जो पवित्र भावनाबाट, त्यो पनि राजनीतिप्रति खासै रुचि नभएको पुस्ता, यो पछिल्लो पुस्ता नेपालको राजनीतिप्रति खासै रुचि छैन, त्यो पुस्ता नै डरलाग्दो चाहिँ तपाईको हमलाको शिकार भयो। म तपाईलाई यो घटनासँग एउटा घटना जोडिदिन्छु बुझ्नको निम्ति। यहाँ कस्तो हुन्छ ताकि तपाईहरूलाई पनि नेपालको राज्य के हो, यिनले भन्ने गरेको लोकतन्त्र के हो, यिनले भनेको स्वतन्त्रता र अधिकार के हो भन्ने कुरा बुझ्न मद्दत होस्। किन मलाई एउटा कुरामा यत्रो अपराध युवा युवतीहरूमाथि भयो, तर मलाई एउटा चाहिँ चिजमा के खुसी लागेको छ भन्छ भने राजनीति भनेपछि नाक चिउराउने युवा युवती हैन, पार्टी पो खराब भए त। तपाईँ हामी सबै राजनीतिप्रति उदासीन हुँदा देश यस्तो भयो। यसप्रति उदासीन रहेको पंक्ति आज त्यही राजनीतिक सत्ताको यसरी शिकार भयो कि अब यो राजनीतिक लडाईँबाट बाहिर जान सक्छ मलाई लाग्दैन। उसको दिमाग यसरी झट्का खाएको छ कि अहिले राजनीति भनेको के रहेछ र यसबाट अलग हुँदा अझ हामी कहाँ पुग्छौँ भन्ने एउटा सोचमा पुर्याउन बाध्य भएको छ। त्यो परिस्थिति जो निर्माण भयो त्यो सकारात्मक बाटो हो। तपाईँ हामी सबै चाहिँ नजुटिकन राजनीतिक क्षेत्रमा यिनीसँग नलडिकन देश चाहिँ बन्दैन। म त्यहाँ जान्न, अहिले म त्यो हत्या